नमस्ते सबैजनालाई स्वागत छ मेरो सन एजुकेसन युट्युब च्यानलमा। सम्पूर्ण जति पनि लोकसेवा बैङ्किङ तयारी गर्ने साथीहरूको लागि आज मैले नेपाल बैङ्क लिमिटेडको हालसालै चैत्र 15 गते विज्ञापन र त्यही दिन यसको नयाँ पाठ्यक्रम परिमार्जित भएर आएको कुरा जानकारी गराउन चाहन्छु, जसमा हामीले आज कुरा गर्छौँ नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क जसलाई नेपाल बैङ्क लिमिटेड पनि भन्ने गरिन्छ, जसको विज्ञापन खुलिसकेको छ चैत्र 15 गते। अहिले विज्ञापनको भर्नको लागि फर्म भर्नको लागि चाहिँ समय अझै रहेको छ। आज हामी कुरा गर्छौँ नेपाल बैङ्क लिमिटेडको तह 3 कनिष्ठ सहायक गोल्ड टेस्टरको जुन खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम छ, जुन चाहिँ चेन्ज भएर आउने हल्ला थियो र पक्कै पनि चेन्ज भएको छ, जसमा पाठ्यक्रमको योजनालाई 2 चरणमा चाहिँ विभाजन गरिएको छ है साथीहरू। है तपाईँहरूलाई म जानकारी गराउन चाहे, जसमा तपाईको पाठ्यक्रमलाई 2 तहमा विभाजन गरेको छ। एउटा प्रथम चरण लिखित परीक्षा र द्वितीय चरण भनेको अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा, जसमा लिखित परीक्षा 100 पूर्णाङ्कको छ र द्वितीय चरणमा जुन लिखित परीक्षा पास गरिसकेपछि चाहिँ हजुरहरूले प्रतियोगितात्मक परीक्षा र अन्तर्वार्ता चाहिँ 30 र 20 मार्क्स गरेर सम्पूर्ण टोटल मार्क्स भनेको 150 मार्क्सको छ। अब हामी यसमा कुरा गरौँ, अब परीक्षा योजना इक्जामको सेड्युल कस्तो हुन्छ, कसरी परीक्षा बनाउँछ भन्दाखेरि सुरुमा प्रथम चरण हुन्छ, जसमा चाहिँ प्रथम चरणमा छ तपाईँको हजुरको जेनरल नलेज ब्याङ्किङ अफिस एन्ड म्यानेजमेन्ट, जसमा सामान्य तपाईँको ब्याङ्किङको ज्ञान भएको र सामान्य अफिस म्यानेजमेन्टको ज्ञान भएको चाहिँ करिब तपाईँको 100 पूर्णाङ्कको सम्पूर्ण प्रश्नहरू सोध्ने गर्छ, जसमा 40ले के हुन्छ पास, टोटल 100 मार्क्स, जसमा 40ले पास हुन्छ। जसमा अब हामीले परीक्षा कसरी हुन्छ भनेपछि तपाईँको वस्तुगत एमसिक्यू 50 वटा क्वेसनहरू आउँछन्। प्रति क्वेसनको अङ्क चाहिँ 1 हुनेछ, जसको समय भने 45 मिनटको हुनेछ। त्यसै गरी अब त्यही दिन के पनि हुन्छ भन्दाखेरि साथीहरू 10 वटा प्रश्नहरू आउँछन् 5 मार्क्सको, जसको टाइम 1 घन्टा 15 मिनट हुनेछ। भनेपछि लिखित परीक्षा एकै दिन हुनेछ, जसमा के हुनेछ भन्दाखेरि साथीहरू, जसमा म तपाईँलाई यो मेटाइदिएर देखाएँ, जसमा हजुरहरूको प्रथम पत्र लिखित हुनेछ, जसमा 50 वटा एमसिक्यू आउनेछ। एउटा क्वेसनको अङ्क 1 हुनेछ भने चाहिँ 50 × 1 50 अङ्कको र 50 प्रश्न 50 मार्क्सको 45 मिनटमा एमसिक्यू तपाईँले सल्भ गर्नुपर्ने हुन्छ। अब त्यसपछि एमसिक्यू तपाईँले गरिसकेपछि लिखित पनि त्यही दिनै हुन्छ, त्यही समयमै हुन्छ। लिखितको के छ भनेपछि हजुरहरूले 40, अब तपाईँको 40ले पास हुनुपर्छ भन्ने पहिला थियो, अब छैन। 100 मार्क्स टोटलमा 50 मार्क्सको एमसिक्यू हुने भयो, 45 मिनटमा गरिसक्नुपर्छ। त्यस पश्चात चाहिँ हजुरहरूले तपाईँले 10 वटा प्रश्न 5 मार्क्सको कति 1 घन्टा 15 मिनटमा गरिसक्नुपर्छ लिखित परीक्षा। यसरी एमसिक्यू 50 मार्क्सको र 50 मार्क्सको लिखित परीक्षा गरेर हजुरहरूको प्रथम चरण लिखित परीक्षा बनायो। अब पहिला हजुरको 20 मार्क्सको एमसिक्यू र तपाईँको 20 वटा क्वेसन एमसिक्यू, 40 मार्क्सको एमसिक्यू र 60 मार्क्सको लिखित हुन्थ्यो भने अहिले के गराइदियो भनेपछि साथीहरू 50 मार्क्सको 50 वटा एमसिक्यू बनाइदियो र त्यसमा 50 मार्क्सको लिखित परीक्षा बनाइदियो। अब यो हेर्दै तल जाँदाखेरि अब हजुरहरूले यो हेर्दै जाँदाखेरि अब हामी अलि तल गयौँ भने हजुरको के बनाइदियो भनेपछि एकैछिन साथीहरू है, अब हजुरहरूको के बनाइदियो भनेपछि द्वितीय चरण जुन चाहिँ हजुरको जुन प्रथम लिखित परीक्षा पास गरिसकेपछि हजुरहरूको द्वितीय चरण पनि हुन्छ। अब प्रथम पत्र लिखित पास गरिसकेपछि जति पनि सर्टलिस्टमा आउनुहुन्छ उहाँहरूले प्रतियोगितात्मक परीक्षा दिनुपर्ने हुन्छ, जसमा सुन चाँदी गोल्ड र टेस्टर सम्बन्धी चाहिँ हजुरहरूलाई प्र्याक्टिकली सोध्ने गर्छ। सुनको बारेमा सोध्छ, सिल्भर चाँदीको बारेमा सोध्छ, जसमा 30 पूर्णाङ्क हुन्छ र पास हुनलाई 15 मार्क्स ल्याउनुपर्छ। र परीक्षाको प्रणाली कस्तो हुने रहेछ, मौखिक हुने रहेछ भनेपछि यसको समय कति 20 मिनट। तर अन्तर्वार्ता पनि हुन्छ त्यही समयमा, हजुरको एकछिनपछि त्यही समय 20 मार्क्सको अन्तर्वार्ता हुन्छ, जसमा चाहिँ मौखिक रूपमा अब इन्टरभ्यू हुन्छ, जसमा चाहिँ समय चाहिँ उसले तोकिदिएको छैन। त्यसै गरी अब हामीले के भनेर बुझ्नु पर्यो भनेपछि पाठ्यक्रम आइसक्यो, प्रथम पत्र के हुन्छ लिखित परीक्षा हुन्छ, जसमा
50वटा एमसिक्यू 50 मार्क्सको हुन्छ भने 50 अङ्कको लिखित परीक्षा गरेर 100 मार्क्सको हुन्छ, जसको समय जम्मा कति हुँदैछ 45 मिनट एमसिक्यूको लागि र रिटर्नको लागि 1 घन्टा 15 मिनट भनेपछि टोटल 2 घन्टामा हजुरले 50वटा एमसिक्यू र 10वटा क्वेसन गर्नुपर्ने हुन्छ 5 मार्क्सको रिटर्न है। त्यसै गरी त्यो पास गरेर अगाडि आउनुभयो भने द्वितीय चरण हुन्छ। द्वितीय चरणमा हजुरहरूले प्रतियोगितात्मक परीक्षा प्र्याक्टिकल हुन्छ, 20 मिनटको टाइम हुन्छ, 30 पूर्णाङ्कको, जसमा 15ले पास हुनुहुन्छ। गोल्ड सिल्भर सम्बन्धी हजुरलाई प्रश्नहरू सोध्ने गर्छ, प्र्याक्टिकली त्यहाँ कसरी गरिन्छ जाँचहरू त्यो हेर्ने गर्छ भने 20 मार्क्सको अन्तर्वार्ता हुन्छ। अनि यो सबै भइसकेपछि के हुन्छ, हजुरको रिजल्ट आउँछ। अब यसमा के कुराहरू छ भन्दाखेरि अब तपाईँको लिखित परीक्षामा उत्तर दिने माध्यम नेपाली र अङ्ग्रेजी दुवै भाषा अथवा नेपाली र अङ्ग्रेजी दुवै हुनेछ। तपाईँले नेपालीमा पनि लेख्न सक्नुभयो लिखित परीक्षा, इङ्ग्लिसमा पनि लेख्न सक्नुभयो, अथवा नेपाली र इङ्ग्लिसलाई दुईटालाई मिक्स गरेर पनि लेख्न सक्नुहुनेछ। त्यसै गरी 2 नम्बरमा भन्छ वस्तुगत वैकल्पिक मल्टिपल चोइस प्रश्नहरूको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बाबत 20% कट्टा गरिनेछ, तर उत्तर नदिएमा भने हाम्रो मार्क्स चाहिँ काटिने छैन भनेको छ। यो चाहिँ एमसिक्यूको लागि है। अनि 3 नम्बरमा भनेको छ वस्तुगत बहुवैकल्पिक हुने परीक्षामा जो एमसिक्यू परीक्षा हुन्छ, जसमा हजुरहरूले चाहिँ उत्तर लेख्दा चाहिँ ठुलो अङ्ग्रेजी अथवा क्यापिटल लेटरमा ABCDमा लेख्नुपर्नेछ है, यसरी चाहिँ लेख्नुपर्नेछ भनेको छ, नत्र भने रद्द हुनेछ। अब तपाईँको 4 नम्बरमा भन्छ बहुवैकल्पिक प्रश्नहरू हुने परीक्षामा कुनै प्रकारको क्यालकुलेटर चाहिँ प्रयोग गर्न पाइने छैन। अब त्यसै गरी तपाईँले यिनी पढ्नु होला आफै, मैले यहीँ राखिदिएको छ। यो चाहिँ पाठ्यक्रम कुन दिन आएको रहेछ, 2081 12 महिना 14 गतेको दिन, र 15 गते के आएको थियो, 12 महिना 15 गते भ्याकेन्सी चाहिँ आएको थियो है। त्यसै गरी अब हामीले सिलेबस कस्तो छ है, सिलेबस पनि हेरौँ। यो सिलेबस पनि हेरौँ, सिलेबस कस्तो छ। अब सिलेबस हेर्दाखेरि हजुरलाई म देखाउन चाहे तल हल्का तल लगेर अब तपाईँको सिलेबस कस्तो छ एमसिक्यूको। हजुरलाई मैले पहिलो लिखित परीक्षामा के हुन्छ भनेको थिएँ, साथीहरू कमेन्ट गर्नुहोस् त। लिखित परीक्षामा के भनेको थिएँ, 50 अङ्कको के आउँछ भनेको थिएँ साथीहरू, एमसिक्यू आउँछन्, जसमा जेनरल र सामान्य ज्ञानबाट सोधिन्छ, ब्याङ्किङबाट सोधिन्छ र अफिस म्यानेजमेन्टबाट, यिन 3टा टपिकबाट के सोधिन्छ, हजुरहरूलाई 50 मार्क्सको एमसिक्यू सोधिन्छ। जसमा तपाईँको सामान्य ज्ञान अन्तर्गत, जनरल नलेज अन्तर्गत तपाईँको जियोग्राफी भूगोलको बारेमा सोधिन्छ, हिस्टोरी इतिहासको बारेमा सोधिन्छ, इकोनोमी अर्थतन्त्रको बारेमा सोधिन्छ, त्यसै गरी सोसियोलोजीको बारेमा सोधिन्छ। अब पोलिटिकल स्ट्याटस अफ नेपालको पोलिटिकल स्ट्याटस कस्तो छ भनेर पनि के गरिन्छ, सोधिन्छ। त्यसै गरी बेसिक नलेज अफ कन्स्टिट्युसन अफ नेपाल संविधानको बारेमा सोधिन्छ। अब त हजुरको त्यसै गरेर हेर्नुहोस् त, त्यसै गरेर तपाईँको बाफिया एक्ट 2073बाट आउँछ। त्यसपछि तपाईँको ब्याङ्किङ अफेन्स एन्ड पनिसमेन्ट एक्ट 2064बाट सोध्छ। तपाईँको त्यसपछि AML CFT एक्टबाट सोध्छ। त्यसै गरी तपाईँको के सोध्छ, युनिफाइड डिरेक्टिभबाट सोध्छ। बाई NRBले नेपाल राष्ट्र बैङ्कले इस्यु गरेको डिरेक्टिभबाट सोध्ने भयो, तर के मात्रै सोध्ने भयो, त्योबाट गोल्ड एन्ड सिल्भर रिलेटेड मात्रै सोध्ने भयो। त्यस्तै गरी बेसिक नलेज अफ गोल्ड एन्ड सिल्भर, अनि गोल्ड एन्ड सिल्भरको प्राइस, वेट, इम्पोर्टेन्स, क्वालिटी, प्योरिटी एन्ड टेस्टिङ मेथड अफ प्रिसियस मेटल द्याट इज गोल्ड एन्ड सिल्भर एन्ड अर्नामेन्ट्स अफ गोल्ड एन्ड सिल्भरको बारेमा पनि सोध्छ। अनि 10 नम्बर पोइन्टमा के सोध्छ, कन्टेम्पोररी इस्यु अन इकोनोमी, ब्याङ्किङ, पोलिटिक्स एन्ड स्पोर्ट्सको बारेमा सोध्छ। भनेपछि यति बुझ्नु कि 50 मार्क्सको रिटन इक्जाममा एमसिक्यूबाट सोध्ने भयो, जसमा 10वटा टपिक छन् भनेपछि प्रत्येक टपिकबाट 5वटा एमसिक्यू सोध्छ भनेर चाहिँ तपाईँले बुझ्नुपर्छ है यसरी। अब त्यसै गरी साथीहरू हेर्नुहोस्, अब त्यसपछि रिटर्नमा 40 मार्क्सको रिटर्नमा के सोध्छ त है, 40 अङ्क रिटर्नमा के सोध्छ भन्दाखेरि 40 टोटल 50 मार्क्स हो, जसमा 2 नम्बर टपिकमा के सोध्छ भन्दाखेरि रोल एन्ड फङ्सन अफ सेन्ट्रल ब्याङ्क एन्ड कमर्सियल ब्याङ्क, त्यसपछि करेन्ट स्ट्याटस अफ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन अफ नेपालमा ब्याङ्क तथा वित्तीय संस्थाको अवस्था के छ, अनि ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन एक्ट बाफिया एक्ट 2073को बारेमा हेर्नु त। अब हामीले एमसिक्यूमा पनि पढ्नुपर्छ, यो रिटर्नमा पनि पढ्नुपर्छ, कति सजिलो। फेरि तपाईँको LMCFT एक्ट 2064 हेर्नु, एमसिक्यूमा पढ्नु पऱ्यो थियो, यहाँ पनि पढ्नु पऱ्यो, कति सजिलो, एक ठाउँ पढेपछि अर्को ठाउँ पनि कभर गर्छ। अनि ब्याङ्किङ अफेन्स एन्ड पनिसमेन्ट एक्ट 2064, हिस्टोरी अफ नेपाल, अनि त्यसपछि यो चाहिँ हाम्रो सबै एमसिक्यू पढ्दाखेरि कभर हुनु, अथवा तपाईँले रिटर्न पढ्यो पनि एमसिक्यूमा के हुन्छ, सबै कभर हुन्छ।
यो सबै कभर हुन्छ। त्यसै गरी तपाईँले अकाउन्टबाट के सोध्छ, बुक किपिङ एन्ड अकाउन्टिङको बारेमा सोध्छ, कति सजिलो, लेखा अभिलेखन र लेखाङ्कन भन्छ, जसको अब्जेक्टिभ, स्कोप, फङ्सन, डबल इन्ट्री सिस्टम। त्यसै गरी अकाउन्टबाट चेक, ड्राफ्ट, बिल कलेक्सनको बारेमा सोध्छ। त्यसै गरी हाम्रो अकाउन्टबाट 3टा टपिक सोध्ने, ब्यालेन्स सिटको बारेमा पनि सोध्छ। त्यसै गरी म्यानेजमेन्टबाट के सोध्ने भयो, लेटर एन्ड मेमो राइटिङ, फाइलिङ एन्ड इन्डेक्सिङ। त्यसै गरी के सोध्छ, कम्प्युटरबाट कम्प्युटरको इन्ट्रोडक्सन, विन्डो, माइक्रोसफ्ट अफिस प्याकेज, यही सोध्छ। त्यसपछि इन्टरनेट एन्ड इमेलको बारेमा सोध्छ। हेर्नु त कति सजिलो छ सिलेबस। तपाईँले त यो त तपाईँको करिब तपाईँले त 1 महिना राम्रोसँग पढ्नुभयो भने एमसिक्यू रिटर्न सबै क्लियर हुन्छ। शारीरिक मार्क्सको योबाट सोध्ने भयो, कति सजिलो हेर्नुहोस् त। त्यसै गरी गोल्ड एन्ड सिल्भरबाट के सोध्छ त भन्दाखेरि 10 अङ्कको रिटर्नमा गोल्ड एन्ड सिल्भरको प्राइस, वेट, इम्पोर्टेन्स, हेर्नु त अघि नै हामीले रिटर्न एमसिक्यूमा पढ्नुपर्छ भनेको थिएँ नि मैले। हेर्नुहोस् त कति सजिलो, हेर्नु त कति सजिलो एमसिक्यूमा पढ्नुपर्छ भनेको थिएँ। हेर्नुहोस् त सबै एमसिक्यूकै टपिक हेर्ने, एमसिक्यूमा सबै आएको थिए। यही कुराहरू के छ फेरि यहाँ सोधेको छ, यो कुरा सोधेको छ। यसरी हजुरहरूले चाहिँ अनि त्यसपछि यो फर्स्ट पेपर पास, प्रथम लिखित परीक्षा पास गरेपछि तपाईँ द्वितीय चरणमा जानुहुन्छ। द्वितीय चरणमा तपाईँको के हुन्छ, इन्टरभ्यू र प्र्याक्टिकल इक्जाम एकै दिन हुन्छ, जसमा त्यसमा के सोध्छ, नलेज अफ गोल्ड एन्ड सिल्भर, सुन र चाँदी सम्बन्धी बेसिक कुराहरू सोध्छ, हेर्न सक्नुहुन्छ। त्यसपछि नलेज अफ गोल्ड एन्ड सिल्भर, लोन, गोल्ड र सिल्भरको लोन कसरी दिने, लोनको प्रक्रिया के हुन्छ, कर्जा दिँदा कुन कुरामा ध्यान दिनुपर्छ, कर्जाको प्रक्रिया के हुन्छ, यस्ता कुराहरू हामीले बेसिक पढ्छौँ। यही हो साथीहरू आजको हामीले भिडियोमा नेपाल बैङ्क लिमिटेडको भर्खरै चैत्र 15 गतेको दिन खुलेको भ्याकेन्सीको आज हामीले नयाँ पाठ्यक्रमलाई पनि छलफल गऱ्यौँ, जसमा एकदमै इजी, एकदमै सजिलो तपाईँको के छ पाठ्यक्रम छ, जसमा प्रथम परीक्षा के हुन्छ, लिखित परीक्षा हुन्छ 100 मार्क्सको, जसमा 50 मार्क्स एमसिक्यू आउँछ भने 50 मार्क्सको के आउँछ, लिखित आउँछ। त्यसपछि पास भएपछि हजुर द्वितीय चरणमा जानुहुन्छ। द्वितीय चरणमा के हुन्छ, प्रयोगात्मक परीक्षा 30 पूर्णाङ्कको हुन्छ, जसमा 15ले पास हुन्छ, समय 20 मिनट हुन्छ भने अन्तर्वार्ता 20 अङ्कको हुन्छ, पूर्णाङ्क 20 मार्क्सको हुन्छ भने मौखिक रूपमा हुन्छ। यसको चाहिँ समय चाहिँ तोकिएको छैन। तपाईँले 1 महिना राम्रोसँगले तयारी गर्नुभयो भने अब तपाईँलाई म प्रिपरेसन के भन्छु, अन्तिममा के भन्छु साथीहरू, त हजुरहरूलाई प्रिपरेसन स्ट्राटेजीको बारेमा भन्छु है, प्रिपरेसन स्ट्राटेजी। अब प्रिपरेसन स्ट्राटेजीमा के हुन्छ भनेपछि साथीहरू, हजुरहरू अब यो चैत्र महिना सकिसक्यो, आज 30 गते है, हजुरहरूले के गर्नुपर्छ भन्दाखेरि अब जहाँसम्म लाग्छ यसको नेपाल बैङ्क लिमिटेडको इक्जाम एकैचोटि हुने हो। अब तपाईँले प्रदेश अनुसार पनि भर्न सक्नुहुनेछ, जसमा मैले तपाईँलाई ज्ञान दिएँ। तपाईँको गोल्ड टेस्टरको लागि चाहिँ बागमतीमा कतिजनाको लागि खुलाइदिएको छ भन्दाखेरि तपाईँको खुलामा 4 जनाको लागि खुलाइदिएको छ होइन। त्यसपछि तपाईँको लुम्बिनीबाट खुलाइदिएको छ, लुम्बिनीबाट 3 जनाको लागि खुलाइदिएको छ होइन। त्यसै गरी हजुरको कर्णालीबाट खुलाइदिएको छ, कर्णालीबाट सम्भव हो हजुरको 2 जनाको लागि खुलाएको जस्तो लाग्छ मलाई, 2 जनाको लागि खुल्लाबाट। त्यसै गरी हजुरको गण्डकीबाट 1 जनाको लागि, यसै गरी टोटल भ्याकेन्सी आएको छ खुल्लाबाट। अब त हजुरले कहाँबाट भर्ने भन्ने कुरा आफूलाई जहाँ नजिक पर्छ, आफ्नो जता तपाईँ प्रदेशमा बस्नुहुन्छ त्यहीबाट भर्दाखेरि सबसे बेस्ट हुन्छ है। अब हामीले कुरा गर्दाखेरि मैले फेरि कुरा गर्न चाहेँ साथीहरू, अब प्रिपरेसन स्ट्राटेजी चैत्र सकिसक्यो, जहाँसम्म सम्भवतः यसको इक्जाम तपाईँको साउनको पहिलो हप्ता कि दोस्रो हप्ताभित्र हजुरको यसको प्रथम परीक्षा हुन्छ, साउनमा हुन्छ। टेन्टेटिभली यही तरिकाले बुझ्नु, किनभनेपछि जेठ र असारमा हजुरको अरू संस्थानको इक्जाम हुन बाँकी छन्, उनीहरूको हुन्छ, अनि खरिदारहरूको छ भनेपछि अब यसको इक्जाम साउनको पहिलो हप्ता अथवा दोस्रो हप्ताभित्र, सम्भवतः साउनको पहिलो हप्ता हुन्छ भनेर हेर्नुहोस्। जसमा हजुरहरूले कुन तरिकाले पढ्नुपर्छ भन्दाखेरि हजुरलाई म प्रिपरेसन वैशाख र जेठ यो 2 महिना के गर्नुहोस् भनेपछि हजुरहरूले एमसिक्यू एन्ड रिटर्न पढ्नुहोस्। रिटर्नको सिलेबस मजाले पढेर भ्याइन्छ, दिनमा 3 देखि 4 घन्टा पढ्यो पनि पुग्छ है जम्मा है, यो गर्नुहोस्। यसपछि तपाईँले के गर्नु पर्यो भनेपछि, यसलाई म हल्का मेट्दिएँ, यो गरिसकेपछि हजुरहरूले वैशाख जेठमा तपाईँले के गर्नुहुन्छ, सिलेबस कम्प्लिट है, सिलेबस कम्प्लिट। अनि
हजुरहरूले के गर्नुपर्छ भनेपछि अब असारमा प्र्याक्टिस क्वेसन एन्सर एन्ड मोक टेस्टहरूले दिनुपर्छ र साउनदेखि हजुरको इक्जाम हुन्छ टेन्टेल बी यही तरिकाले जानुपर्छ है। यो तरिकाले जानुभयो भने हजुरको सम्भवतः नाम जसरी भए पनि निस्किन्छ। नेपाल बैङ्क लिमिटेडमा 2082 सालमा हजुरहरूले नाम निकाल्न सक्नुहुन्छ। त्यसै गरी साथीहरू आज मैले हजुरहरूलाई नेपाल बैङ्क लिमिटेडको प्रिपरेसन स्ट्राटेजी पनि भनिदिएँ। हजुरले वैशाख र जेठसम्म मजाले दिनमा 3-4 घन्टा पढ्यो भने सिलेबस कम्प्लिट गर्न सक्नुहुन्छ। सिलेबसको लेन्थी थोरै छ है, जुन चाहिँ तपाईँले लिखितको द्वितीय चरणको लिखितको पढ्नुभयो भने हजुरले एमसिक्यूमा 100% कभर गर्छ। जस्ट हजुरले सामान्य जनरल नलेज र तपाईँले कन्टेम्पोरेरी इस्युको बारेमा करेन्ट अफेयर्सको बारेमा पढे पुग्छ है। यसरी चाहिँ हजुरले तयारी गर्न सक्नुहुन्छ। ल साथीहरू यति नै। मेरो च्यानलमा यदि नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई कृपया लाइक सेयर कमेन्ट र सब्सक्राइब गरिदिनु होला, ताकि मैले यस्तै नयाँ नयाँ भिडियोहरू पनि लिएर आउँछु। सम्भवतः मैले अब वैशाखको 1 गतेदेखि नेपाल बैङ्क लिमिटेडको भिडियोहरू एमसिक्यूको लागि पनि लिखित परीक्षाको लागि पनि भिडियो लिएर आउनेछु। हजुरहरूले चाहिँ च्यानल सब्सक्राइब गर्नुहोला। वैशाखको 1 गतेदेखि वैशाख र जेठ 2 महिना हजुरहरूलाई म पुरै दिनमा 1 घन्टाको भिडियोमा हजुरहरूलाई म नेपाल बैङ्क लिमिटेडको एमसिक्यू गोल्ड सिल्भरको लेभल 3 को एमसिक्यू र रिटर्नमा आउने सम्पूर्ण तपाईँको सिलेबसहरू कभर गर्ने गरी भिडियो हाल्नेछु। त्यसैले च्यानललाई लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला र सेयर गर्नुहोला, ताकि यस्तै हजुरलाई भिडियो मिल्दै जाओस्। हस्त धन्यवाद।